यो हो बोडेश्वर महादेव जोर झरनाको केही दृश्य। अब हामी यहाँ कसरी कहाँबाट पुग्ने भनेर म पुरै लोकेसन हजुरलाई बताउँदैछु। हेर्नुहोस्, यो सामाकोशी चोकबाट करिब 9 किलोमिटर भित्र रहेको बोडेश्वर महादेव जोर झरना। आज हामी त्यहाँ घुम्नको लागि जाँदैछु म। हामी दुई तीनजना छौँ। हेर्नु न, पठाउ गरौँ कि भनेर एकछिन कुरा गरिरहेका थियौँ चोकमा, सामाकोशी चोकमा। अनि फेरि त्यहाँ फेरि बस पनि जाँदो रहेछ। फेरि सोच्दै हामी फेरि धेरैजना त्यहाँ जाने अरू मान्छेहरू पनि देखेको भएर अनि ल यसैमा जाऊँ भनेर बसमै गयौँ। करिब 1 घन्टा जति लाग्दो रहेछ है त्यहाँदेखि। हामीलाई हुन त यो सवारीवाला बसमा अलिकति रोक्दै जाने भएको भएर हामीलाई टाइम लागेको, नत्र पठाउ गरेर गयो भने त छिटै पुगिने रहेछ यो ठाउँमा। हेर्नु है, जम्मा 50 रुपियाँमा हामी वहाँ गइदो रहेछ। यसलाई हेर्नुहोस् कस्तो राम्रो दृश्य छ यो चाहिँ जोर झरना जाने बाटोमा पर्ने यिनी दृश्यहरू हुन्। हाम्रो प्लानिङ त पहिल्यैदेखि भइरहेको थियो हेर्नुहोस् साथीहरू, तर अहिले एक्कासी हाम्रो अचानकको प्लानिङ भएर आजै जाने भनेर फेरि 3 जना साथीहरू, हामी चाहिँ बुढा नीलकण्ठबाट अनि एकजना साथी फेरि स्वयम्भूबाट भएर हामी तीन टी भएर निस्क्यौँ। बिहान 10-11 बजीतिर निस्केको। यताउति पुग्दा जम्मा हुँदाखेरि हामीलाई लगभग 12-1 बजेको थियो। 1 बजे हामी त्यहाँबाट निस्केर बोडेश्वर महादेव जोर झरना पुगेका थियौँ। यस ठाउँमा पुग्नको लागि यो सवारी बसले चाहिँ जम्मा 50 रुपियाँ लिने रहेछ भाडा चाहिँ। हजुरहरू पनि जान चाहनुहुन्छ र पठाउमा जाँदा धेरै पैसा खर्च हुन्छ भन्नेहरूका लागि त्यहाँ सामाकोशी चोकबाट हेर्नु है, जोर झरना जानको लागि माइक्रो बस पाउँछ, त्यसैमा जान सक्नुहुन्छ। हाम्रो एउटी बसमा एउटी पत्तेउरी बहिनी बोलेको गर्दै रमाइलो गर्दै गयो। हामी चाहिँ हेर्नुहोस्, बसमा भिड पनि एकदमै थियो। घरिघरि त झरम भयो, तर पनि एक हिसाबले जाम भयो। अब चढिसक्यो बसमा भनेर अनि फेरि हामी चाहिँ गाडीबाट झरेनौँ, फेरि त्यसैमा गयो। हेर्नुहोस् न कति रोकेछ गाडीले फेरि, त्यही भएरै हामीलाई टाइम लागेको कि त्यहाँसम्म पुग्नलाई। हेर्नु न, नत्र त यसमा बाइकमा जाने भने त खासै टाइम नलाग्दो रहेछ। हामी बसमा गएको भएर त्यही 1 घन्टा जति लाग्यो। बाइकमा त हामीलाई त लगभग 15 मिनटमा लगभग मजाले लैजाँदो रहेछ। अलिकति उकालो पर्छ, त्यो उकालो पर्दाखेरि अनि गाह्रो हुँदो रहेछ कि यो बाइक। अनि फेरि गाडीहरूलाई अलिकति उकालो चढ्दाखेरि स्पिड कम हुने, त्यही भएर अलिकति सोलो हुँदो रहेछ। नत्र त उताबाट फर्किँदा चाहिँ यति छिटो आइयो हामी, किनकि ओह्रालो पर्छ नि त उताबाट फर्किँदाखेरि। यति बेला हामी जोर झरना जाने चोकमा छौँ। अब यहाँबाट हामी सिँढीबाट तल झर्छौँ। यहाँबाट सिँढी झर्ने क्रममा यहाँ साना भाइ बहिनीहरूले पानीका बोतल लिनुहोस् न दिदी भनिरहेका छन्। हेर्नु न, भर्खरै माथि पिएर आएको है नानी भनेर भन्दै झर्दै गरेछौँ हामीहरू। फेरि यहाँ काँक्रा पनि पाइँदो रहेछ। हरियो काँक्रा नुन खोर्सानीसँग। एकै ठाउँमा हो क्या। मकै पनि रहेछ। ल मकै अझै फले होइन, मकै फलेपछि लिन हामीलाई। ओ त कस्तो जम गरे।
अब सिँढी चढ्दा चढ्दै हेर्नु न, अब सिँढीको भाग सकिसकेपछि हामी लगभग अब झरनाको नजिक छौँ। यतापट्टि जुत्ता चप्पल राख्ने ठाउँ पनि छ। यहाँ जुत्ता चप्पल राखेर हजुर माथि गएर झरनामा नुहाउन सक्नुहुन्छ हजुरहरू, र दर्शन पनि गर्न सक्नुहुन्छ मन्दिर महादेवको।